मिठो दही बडा। हेर्नुहोस् त, पहिला मैले राति नै मुङको दाल भिजाएर राखेको थिएँ। यसलाई 2-3 पानी धोएर राखेँ। अनि यसमा चाहिँ अलिकति खुर्सानी अनि धनियाको पात हालेर पिदेँ। मिक्सरमा चाहिँ पिदेँ। यसलाई पिदिसकेपछि यसमा नुन, स्वादअनुसार नुन अनि बेसार हालेर मिक्स गर्ने। अनि मिक्स मजाले त्यसलाई बेसार र नुन हालेर मिक्स गर्ने। अनि त्यसलाई राख्ने। अनि त्यसपछि जिरालाई भुट्ने, रातो हुने गरी भुट्ने जिरालाई। त्यसपछि अलिकति खुर्सानी भुट्ने अनि भुटेर तिनीहरूलाई ग्राइन्डरमा राखेर पिस्ने। पिसिसकेपछि अलिकति प्रिय नुनमा मिसाउने अनि मसला हाम्रो रेडी हुन्छ। दही बडामा हाल्ने। अनि त्यसपछि दहीलाई मैले थोरै चिनी हालेर चाहिएको जति दहीमा पिस्ने। त्यसमा मसलालाई मिक्स गरेँ। त्यसपछि मैले राखेको त्यो पिसेको दाललाई अब आधी घन्टा जति छोडेर बडी बनाउन स्टार्ट गरेँ। त्यसलाई मजाले पकौडा बनाउने, रातो हुने गरी। अनि तल भइसकेपछि यसलाई पल्टाउने, फर्काएर यसरी रातो हुने गरी पकाउने। हाम्रो पकौडा रेडी भइसकेपछि थालमा झिक्ने। त्यसपछि यसलाई एकछिन पानीमा डुबाउने। पानी निचोरेर चाहिँ हामीले बनाएको दहीमा हाल्ने। हेर्नु त हाम्रो खानाको लागि रेडी भयो, मिठो दही बडा।